नमस्कार सम्पूर्णमा आज फेरि पनि म तपाईहरुको माझ अर्को भिडियो लिएर उपस्थित भइसकेको छु र अहिले चुनावी माहौल नजिकिँदै गर्दाखेरि राजनीतिक माहौल चाहिँ एकदमै तातिरहेको छ। जताततै घरदैलो प्रचार प्रसारमा चाहिँ आफ्ना पार्टीहरू आफ्ना उम्मेदवारका लागि चाहिँ भोट माग्न लागि हिँडिरहेका छन् र त्यही सन्दर्भमा चाहिँ जनताहरू पनि अब धेरै सचेत भइसकेका छन्। हरेक पार्टीलाई तपाईको एजेन्डा के हो भनेर चाहिँ प्रश्न गर्न थालिरहेका छन् र त्यही सन्दर्भमा चाहिँ आज भिडियो रहेको छ। किनभने राष्ट्रपा राष्ट्रिय स्वतन्त्र पार्टी अहिले जुन पार्टीको एकदमै जताततै घन्टीको चर्चा हैन, एउटा आफ्नो चिन्ह घन्टी बनाएर हिँड्दाखेरि कतिलाई त पार्टीको नाम थाहा नभए नि घन्टी हामीले घन्टीलाई भोट हाल्नुपर्छ भन्ने यस्तो खालको कुराहरू आइरहेको छ र जताततै चाहिँ राष्ट्रपाको लहर देखिरहेको छ नेपालभर। र यसै सन्दर्भमा आजको भिडियो रहेको छ राष्ट्रपाले निकालेको एजेन्डाको बारेमा र मैले छोटोमा भन्ने छु र के रहेको छ मुख्य बुँदाहरू पोइन्टहरू मैले भन्ने छु र भिडियो अन्तिमसम्म हेर्नु होला। र सुरुमा हेर्ने हो भने राष्ट्रपाले लिएर आएको छ सुशासन र भ्रष्टाचार मुक्त नेपाल 2046 देखिकै सबै ठुला सम्पत्ति छानबिन गर्न उच्च स्तरीय आयोग गठन गर्ने भनेको छ। 2046 देखिकै जे भ्रष्टाचारहरू भयो जे काण्डहरू आयो सबैको फाइल खोलिने भन्ने यस्तो खालको छ र यो साँच्चीकै भोलिको दिनमा यदि पार्टी चाहिँ आफ्नो सरकार बनायो भने राष्ट्रपाले र यी कुराहरू भयो भने चाहिँ सायद जनता निकै नै खुसी हुनेछन्, किनकि भ्रष्टाचारले यो देश चाहिँ पुरिसकेको छ हैन। र अर्को हेर्ने भने सरकारी सेवा डिजिटल डेलिभरीबाट पूर्ण पारदर्शी बनाउने र भ्रष्टाचारमा शून्य सहनशीलता भनेर यसरी भनेको छ। र अर्को हेर्ने भने आर्थिक उन्नति र समृद्धिमा के रहेको छ भन्दाखेरि 5 वर्षभित्र प्रति व्यक्ति आय $3000 पुर्याउने। सुन्नुभयो, 5 वर्षभित्र प्रति व्यक्ति आय $3000 पुर्याउने। 3000 भनेको 30,000, 3 लाख प्लस 4 लाखको हाराहारीमा चाहिँ आए त्यति चाहिँ पुगाउने प्रति व्यक्ति भनेको छ 5 वर्षभित्र। के यो सम्भव होला त? कमेन्टमा लेख्नु होला। र कुल गार्हस्थ उत्पादन जीडीपी $100 अर्ब बनाउने, $100 अर्ब चाहिँ जीडीपी बनाउने भन्ने आर्थिक उन्नति र समृद्धि प्रतिको चाहिँ एजेन्डा रहेको छ। र मध्यम वर्ग बलियो बनाउने र सामाजिक सुरक्षा सुनिश्चित गर्ने भन्ने कुराहरू चाहिँ आफ्ना आर्थिक उन्नति र समृद्धिका एजेन्डाभित्र राखेका छन्। र स्वास्थ्य र शिक्षामा क्रान्ति ल्याउने भनेर 100% नागरिकलाई बिमासहित गुणस्तरीय स्वास्थ्य सेवा दिने, सार्वजनिक शिक्षामा आमूल सुधार गरेर विश्व स्तरको बनाउने भनेको छ। अब सार्वजनिक शिक्षामा आमूल सुधार गर्ने भनेको छ, तर के कसरी चाहिँ यहाँ खुलाएको छैन। र स्वास्थ्यमा चाहिँ कसरी सुधार ल्याउने भन्दाखेरि 100% 100% चाहिँ सहुलियत र सँगसँगै चाहिँ बिमाको सेवा पनि दिने भनेको छ है त। र रोजगारी र वैदेशिक पलायन रोक्ने, आईटी, पर्यटन, कृषि र उद्योग क्षेत्रमा 12 लाख नयाँ रोजगारी सिर्जना गर्ने। यो चाहिँ अहिलेकै सिचुएसनमा पनि गर्ने हो भने सम्भव छ। यो एकदमै सजिलै सम्भव हुने काम हो, तर कसरी गर्छन् भन्ने कुराहरू चाहिँ त्यसमा भर पर्छ हैन। युवालाई स्वदेशमै अवसर दिएर ब्रेन ड्रेन रोक्ने, अब जो शिक्षित युवाहरू बाहिर गइरहेका छन् त्यो रोक्ने भनेको छ। र अन्य मुख्य प्रतिबद्धता हेर्ने भने बहुलवादी संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्ने, सामाजिक न्याय सहितको उदार अर्थनीति, प्रदेश संरचना सुधार्ने, समावेशिता र सनातन सभ्यताको सम्मान, प्रदेश संरचना सुधार्ने। अब यहाँ प्रदेश खारेज गर्ने केही कुराहरू छैन, प्रदेश संरचना सुधार गर्ने भनेको प्रदेश खारेज हुनेवाला छैन जस्तो एजेन्डामै आएको छ, त्यसलाई चाहिँ सुधार गर्ने भनिएको छ है त। र सन्तुलित परराष्ट्र नीति र डायस्पोरालाई शक्ति बनाउने, जुन अब हाम्रो डायस्पोरा मार्केट नेपालीहरू बाहिर बसेका छन् हैन, त्यो मार्केटलाई चाहिँ आफूले राम्रो बनाउने, परराष्ट्र नीतिहरू राम्रो ल्याउने भन्ने यो खालको रहेको छ। अब तपाईहरुलाई यसबारे के कस्तो कुराहरू, यो एजेन्डाहरू के कस्ता लागे, यदि मन पर्यो भने कमेन्टमा लेख्नु होला, अथवा मन परेन भने पनि के मन परेन के मन पर्यो लेखिदिनु होला। यदि मेरो च्यानललाई शेयर, सब्स्क्राइब, लाइक गर्नुभएको छैन गर्नु होला, किनभने म यस्तै भिडियोहरू लिएर आउने छु। अब हर्क साम्पाङको श्रम संस्कृति पार्टीको एजेन्डाहरू र जुन अहिलेको सेना, अमेरिकी सेना नेपालमा आएर जुन हिजोको दिनमा भएको त्यो सेना दिवसको दिन परेड भएको त्यो कुराहरू सम्पूर्णले भिडियो लिएर आउने नै छु। आजको लागि यही बिदा हुन चाहन्छु। जय नेपाल।